हाई एभ्रिवान, गुड मर्निङ सम्पूर्ण मेरो फेसबुकको मित्रहरूलाई र सम्पूर्ण मित्रहरूको आजको दिन मङ्गल कुशल रहोस् भने कुशलताको कामना गर्दै फेरि आज पनि तपाईँहरूमा फेरि म पनि आज फेरि मर्निङ एक्सर्साइज भिडियो लिएर उपस्थित भइरहेको छु है त गाइजहरू र आउनुहोस् है गाइजहरू एक दुईवटा एक्सर्साइज गरौँ है। मर्निङ एक्सर्साइज एकदमै इम्पोर्टेन्ट छ, हाम्रो डेली लाइफमा एकदमै इन्क्लुड गर्नुपर्छ भनेर म डेली भनिरहेको हुन्छु है तपाईँहरूलाई। र त्यही सेम एउटा एक्सर्साइज हो, त्यसलाई नै कन्टिन्यू गर्नु मात्रै हुन्छ है। हल्का यो तन्किने बेलुका सुतेकोले गर्दाखेरि एकदमै हाम्रो नसाहरू जम भएको हुन्छ है, लक भएको हुन्छ। एकैचोटि एक्सर्साइज गर्दाखेरि नसा तर्किने मर्किने चान्सेस हुन्छ, त्यसले गर्दा हल्का तन्किने यो हल्का यो थाइको लागि यो एक्सर्साइज गर्ने है। राइटपट्टि जाने, हल्का फेरि लेफ्ट र फेरि हल्का यो अलिकति चिसो भएकोले गर्दाखेरि चाहिँ अलिकति हार्ड एक्सर्साइज गर्नुपर्छ बिहान। 1 2 1 1 2 1 1 2 1 1 2 1 1 2 1 नन स्टप। फेरि यो 1 2 1 1 2 1 1 2 1 1 2 1 नन स्टप। यो हाई नि 1 2 1 2 1 2 1 2 1 2। त्यतिखेर फेरि जम्प पुरा जम्प। यो एक्सर्साइज गर्नलाई चाहिँ छिटोभन्दा छिटो एकदमै तपाईँहरूको हाम्रो बोडीको वेट लस हुन्छ है गाइसरी। यो एकदम नन स्टप, यो ट्विस्ट सिम्पल ट्विस्ट फास्ट। 1 2 1 1 2 1। यो ट्विस्ट चाहिँ 50 को 3 खेप 4 सेट 5 सेट गर्नुपर्छ दिनमा है। त्यसले गर्दा एकदमै छिटो हाम्रो बोडी लस हुन्छ। यो 1 2 1 1 2 1 1 2 1 1 2 1 2 1 2 1 2 1 2 1। सिम्पल एक्सर्साइज गर्ने हो गाइजहरू है, एकदमै मर्निङ टाइममा एकदमै जिउ एकदमै वार्म भएर आइहाल्छ यो जाडोमा पनि। तर अब त जाडो गइसकेको, फेब्रुअरी पनि 15 गइसक्नु आँट्यो है, आज 14 हो। सिम्पल यो एक्सर्साइज गर्नुपर्छ। यो सिम्पल, यो केही छैन, यहाँ जाने है। 1 2 1 1 2 1 1 2 1 1 2 1। सिम्पल सर्वसाधारण जसले पनि गर्न सक्ने एक्सर्साइज जहिले पनि म गरेर देखाइरहेको हुन्छु है। गाइजहरू आउनुहोस् गरौँ है। बिहान 30-40 मिनट एक्सर्साइज गर्दाखेरि जिउ राम्रो हुँदैछ है, एकदमै हेल्थ राम्रो हुँदैछ भने कन्टिन्यू यसलाई राख्नुपर्छ है। पुरा तन्किने यो पुरा पन्जामा अगाडि जाने, हल्का अगाडि फेरि त्यतिको हल्का पछाडि स्टेप लिउने। यो हो सिम्पल, केही छैन। यो यहाँ बस्ने। यो 1 2 1 1 2 1 1 2 1 1 1 2 1 2 1 2। पुरा यो पुरा तन्किने। यो जिउलाई माया गर्नु हुँदैन है गाइजहरू, जति तन्कायो जति उयो गरे त्यति नै मायाहरू हुँदै जान्छ है गाइजहरू। माया गरेर दुख्छ यस्तो हुन्छ भनेर बस्यो भने चाहिँ कहिले पनि एक्सर्साइज पुरा हुँदैन है। र अलिकति खट्नुपर्छ, अलिकति हार्डवर्कै गर्नुपर्छ एक्सर्साइजमा है। ल सिम्पल केही छैन है, सर्वसाधारण जसले गर्नु पनि सक्ने एक्सर्साइजहरू गरेर देखाइरहेको छु। र गाइजहरू है सम्पूर्ण मेरो मित्रहरूले हेरिदिनु होला, माया गरिदिनु होला मेरो भिडियोलाई भने म यहाँबाट सबैलाई अनुरोध गर्न चाहेँ है। र यति भन्दा यो भिडियोमा म बिदा लिन चाहेँ। फेरि अर्को भिडियोमा भेट हुने नै छ गाइजहरू। फेरि भोलि हाम्रो यही मर्निङ टाइममा भेट हुने नै छ भन्दै बाबाई नुगेन केरेको।